मङ्सिर 10 गते हामीलाई रिसेप्सन ब्राइडको लागि चाहिँ बुक गर्नुभएको थियो। अनि मेरो बुहारी चाहिँ बिहानै 5 बजे चाहिँ स्टुडियो खोल्न भनेर गइरहेको छ। अनि यति अँधेरो हुँदो रहेछ आजभोलि 5 बजे चाहिँ। अनि उसले चाहिँ अनि स्टुडियो खोलिरहेको छ। म चाहिँ आजभोलि बिहानमा चाहिँ स्टुडियो खोल्न जान सकेको छैन, रेस्टमा छु नि त म बिहान। अनि त्यही भएर मेरो बुहारी गएर स्टुडियो खोल्दैछ। अनि रिसेप्सन ब्राइड पनि सँगसँगै हुनुभएको रहेछ माथि जाने बेलामा। अनि सँगसँगै नै ऊ गएको छ। अनि उसले चाहिँ अनि सिटिएमहरू गरिसकेपछि चाहिँ मलाई फोन गरेर बोलाएको थियो। म चाहिँ 6 बजे गएको थिएँ। अनि बिफोर मेकअपको भिडियो बनाएको रहेछ। अनि नेचुरली राम्री उहाँ म्याम चाहिँ। अनि उहाँ म्यामले चाहिँ मलाई एकदम नेचुरल गरिदिनु ल भन्नुभएको थियो। अनि हामीले चाहिँ हुन्छ तपाईँ ढुक्क आउनु भनेर भनेको थियो। अनि उहाँलाई देख्न सक्नुहुन्छ हामीले लिपस्टिक लाउँदैछौँ। अनि हरेक भिडियो चाहिँ समेट्न सकिएन किनकि बिजी सेड्युल पनि। अनि मेरो बुहारी एक्लै भएको भएर नि त्यो सबै क्याप्चर गर्न सकेन। अनि उहाँको चाहिँ एउटा इन्सिडेन्ट भयो कि रिसेप्सन ब्राइडको लागि भनेर उहाँको हस्बेन्डले चाहिँ साडी चाहिँ लिनुभयो रहेछ कुनै पसलमा। अनि यस्तो कन्ट्र्याक्ट्स होला कि इभन व्यापार गर्ने हो तर कसैको स्पेसल डेलाई यति धेरै रिग्रेट फिल चाहिँ बनाइदिनु हुन्न भन्ने चाहिँ मेरो सजेसन है। अनि उहाँको चाहिँ ड्रेस यस्तो कन्ट्र्याक्ट्स भएको भएर फेरि उहाँले चाहिँ बिहेको डे लगाएको कपडा चाहिँ उहाँ माइतबाट लगाएको कपडा चाहिँ लगाउनु भनेर मैले सजेस्ट गरेको थिएँ। अनि उहाँले त्यही कपडा लगाउनु भयो। अनि उहाँको हस्बेन्डले चाहिँ अनि सिन्दुर लगाइदिनु भएको थियो। अनि हामीले भन्दा अब हस्बेन्ड नै एभाइलेबल भएपछि हजुरले लगाइदिनु भनेर हामीले भनेका थियौँ। र अनि फाइनल लुक्स उहाँ यति राम्रो देखिनु भएको छ। अनि टिका पनि टिकाबाट थाहा हुन्छ कि तपाईँको फिल्टर एडिट के लगाउनु भएको छ भनेर है। अनि हाम्रो भिडियो प्रायः जसो इभन इच एभ्री भिडियो नै हाम्रो रियल भिडियो क्वालिटी नै हुन्छ, हजुरले देख्न सक्नुहुन्छ। उहाँ म्याम रेडी भइसकेपछि यस्तो बवाल देखिनु भएको थियो उहाँ म्याम। अनि थ्याङ्क यू सो मच हामीलाई विश्वास गरेर हामीलाई बुक गर्नुभएकोमा। थ्याङ्क यू।